हाई गाइस, यो चाहिँ हाम्रो घर हो। अब हामी यसो जङ्गलतिर लाग्दैछौँ। जङ्गल जाने टोलीहरू। हामी के गर्न जाँदैछौँ अब? ल ब्लग हो, ब्लग ब्लग ब्लग। ल यो हाम्रो घरको कुकुर ठुले आमा यहाँ हुनुहुन्छ। ठुले आमा आराम हुनुहुन्छ? तपाईँ पनि जान्ला हो जङ्गल? बा गोठाला यहाँ बुहारी तिमी झ्याप हो कि लोकल कुरा यो चाहिँ काठमाडौँ। बुढी छोरा बुहारी भाइलाई हाम्रो साइली बुहारीले रेडी बनाउँदै हुनुहुन्छ। ल हामी चाहिँ अब अहिलेलाई जङ्गल लाग्यौँ। थप भिडियो जङ्गलतिर आउँछ है। ल गाइस हामी चाहिँ अब जङ्गल यो जङ्गल बारी खोला छ। खोलामा माछा मार्न भोलि बिहान 5 बजे तिमी पनि माछा मार्न जाने हो? ओके। अनि तिमी के गरेर आएको बुहारी? कुखुरा तिमी गयो भने त माछा धेरै मार्थ्यो होला। तिमी अब कच्चा हाम्रो बाबा उहाँ पर जानु भइसक्यो लिएर जङ्गलमा। अब हामी जाँदैछौँ माछा मार्न जङ्गलतर्फ। यो जङ्गलबाट प्लस अर्को जङ्गलमा चाहिँ खोला छ सानो। त्यहाँ चाहिँ माछा एकदम दामी दामी सानो अर्ग्यानिक माछा पाइन्छ। गाइस हामी अहिले लाग्यौँ। बाटो आउँदै हुन्छ, तपाईँहरूलाई बिच बिचमा भिडियो बनाउँदै देखाउनेछौँ। बाटो यही हो छोरी? फुलहरू मुस्काउँछन् पुतलीले गीत गाउँछन्। गाई छोरी अगाडि अगाडि हिँड्दैछन् मभन्दा फास्ट। यो चाहिँ हाम्रो घाँस दाउरा बाख्रा चराउने गाई चराउने जङ्गल हो। यो जुन देख्न मिल्छ। अनि यहाँ हामी पहिला घाँस दाउरा अनि त्यसपछि यो थाकल भन्ने चिजहरू काट्थ्यौँ। अनि यो थाकलले चाहिँ हामीले स्पेसली घर गोठ छाउँदाखेरि युज गर्थ्यौँ। यो थाकल भन्ने म हजुरलाई देखाउँछु कस्तो हुन्छ। त कतिपयलाई थाहा होला, थाहा हुनेलाई थाकल भन्ने कुरा यसको खानु पनि मिल्छ। तर अहिले यो सिजन छैन, सिजन लगभग गइसकेको छ। अझै हुन्छ सिजन, तर सिजन लगभग गइसकेको छ। हजुरलाई म थाकल पनि देखाउँछु। अनि स्पेसली झापाको अमला काण्ड पनि भेट्यो भने आज म हजुरहरूलाई अमला पनि देखाउने छु। अरू लिएर पनि जानेछु। थाकल कुन अरे? यो हो। यो चाहिँ घर गोठ सानो टहरा काठमाडौँतिर अझ स्पेसली कटेज बनाउनु पर्यो भने यो यस्तो दामी हुन्छ। कटेज पानी नपस्ने तपाईँको 2-4 वर्ष त केही हुँदैन सुकाएर चाहिँ। फाइनली हामी एउटा डाँडा पार गरेर चाहिँ अब माछा मार्ने ठाउँमा आइसक्यौँ। यहाँ चाहिँ अब दाउरा काट्ने राखेको रहेछ सायद गाउँले काम होला। छोरी अगाडि पुगिसक्यो। 2जना मेरो साइलो भाइ र मेरो ठुल भाइ अगाडि गइसक्नु भएको छ। हामी उहाँहरूलाई फलो गर्दै माछा मार्नेतर्फ अगाडि बढ्दैछौँ। अब केही बेरमा लगभग खोला आइपुग्छ। खोला होइन, सानो खोल्चा भन्छ मैले। त्यो खोल्चा चाहिँ खोला सानो सानो छ। त्यसमा यति सानो सानो माछाहरू पाइन्छ। यति मिठो हुन्छ त्यो माछा चाहिँ। म अहिले हजुरलाई यति माछा मारियो त्यहाँ छ भने म त्यसको थप भिडियो पनि प्रस्तुत गरौँला। अहिले चाहिँ हामी लेसको जाँदैछौँ माछा मार्ने दुवाली अथवा खोल्चा सानो खोला भनौँ त्यसतर्फ लाग्दैछौँ।
फाइनली गाइज माछा मार्ने बगर भनौँ, अहिले खोला छैन, हामी यसलाई बगरै भनौँ। यही बगरमा हो हामी। अब यसको अलिक तल पुगेपछि खोला छ सानो सानो, त्यसैमा माछा पाइन्छ। एकदम मिठो मिठो दामी, स्पेसली दामी, स्वादिलो, भिटामिन युक्त अर्ग्यानिक माछा। यो जङ्गल तपाईँको यो जङ्गलमा बाघ पनि आउँछ कहिलेकाहीँ, सधैँ आउँदैन। त्यसले गर्दा यो हाम्रो गाई बाख्रा चराउने ठाउँ हो। यही जङ्गलमा अहिले मेरो बाबा पनि आउनुहुन्छ, उताबाट घुमेर आउँदै हुनुहुन्छ बाख्रा लिएर। बाख्रा लगभग हाम्रो 45-50वटा होला। अनि बाबाले चाहिँ बाख्रा चराउनु जानुहुन्छ। बिहान लगभग 11 बजी हिँड्नुहुन्छ, बेलुका एकैताल 6 बजे 6:30 बजे आउनुहुन्छ। अनि आज म काठमाडौँबाट घर आएको मौकामा यहाँ भाइहरू र दाइले माछा मार्न जाउँ भनेपछि म पनि काठमाडौँ नगइकन, काठमाडौँ जानु पर्थ्यो आज, तपाईँ नगइकन आज माछा मार्नलाई आएको छु। यदि माछा पाइयो र रह्यो भने काठमाडौँ पनि लानेछु। यस हेर्नु होला। ल हामीले अघि माथि खोला थिएन, खोला अहिले चाहिँ यो तल आएर यो खोला आयो। माछा हेर्नु होला तपाईँलाई, म माछा कति तपाईँले देख्नुहुन्न। माछा यहाँ यस्तो नाचिरहेको छ। अहिले हामी यही माछाहरूलाई मार्ने चमरको र कोसिस गर्नेछौँ, कतिको सम्भव छ हेरौँ। दाइले डरो हान्ने हुनुहुन्छ। माछा पर्छ त? ल आज माछा डरो हान्ने। यो अघि घरमा देखिरहनु भएको कुकुर हो, यो हाम्रो सँगसँगै आउँदैछ कि। त पनि मार्ने होइन त माछा आज डरो हान्छ होइन माछा? ल ओके छ, ल आइज। यही हो हामीले अहिले दुवाली बनाउँदैछौँ। यहाँ माछा अब के कस्तो हुन्छ। ल हाम्रो माछा सङ्घको अध्यक्ष चाहिँ उहाँ हुनुहुन्छ, साइलो भाइ। के छ, माछा छ यहाँ? माछा छ। ल माछा माछा छ प्लस माछा अहिले पछि देखाइन्छ। यो चाहिँ यो देखिरहनु भएको छ। यो हामीले चाहिँ पहिला यहाँ तरकारी पनि हाम्रो यहाँ पाइन्थ्यो। तरकारी के पाइन्थ्यो भने जङ्गलमा पाउने निउरो अनि जङ्गलमा पाउने तपाईँको च्याउ मुढामा फल्नेहरू पाइन्थ्यो, होइन छ नि? तपाईँलाई थाहा छ होइन? माछा सुरु भयो माछा मार्ने काम। ल यहाँ नेक्स्ट यो दुवालीलाई यहाँ बाटो बनाउँथ्यो पानी कटिङ हान्ने भाइ र दाइले। हाम्रो जेठो दाइ जोडका तोडले लागेको छैन। कडा के 1 किलो जति निस्किन्छ क्या हो यहाँ? 1 किलो जति निस्किन्छ क्या हो? ल हामीले चाहिँ यहाँ तल झुल थापेका छौँ। अब यसपछि यहाँ माछाको दुवाली यहाँ यता छन्। माछा हेर्नुहोस्, यहाँ माछा देख्न सक्नुहुन्छ। यहाँ दाइहरूले विष गर्दै हुनुहुन्छ। के चाहिँ यो विषले माछा मर्छ त? 100% माछा। यो माछालाई मात्र मर्ने विष हो। यो मान्छेलाई के असर गर्दैन। गाई बस्तुलाई खाने चिज हो फेरि घाँस। ओके छ त, गाई बस्तुले खान्छ। हामी यो विष प्राप्त गरेर चाहिँ माछालाई मार्ने योजनामा छौँ। अब हेरौँ कतिको सक्सेस हुन्छ। जाने गाई माछाहरू यस्तो छ नि, सानो सानो माछा मार्ने क्रम एकदम तीव्र गतिमा जारी छ। यहाँ डली लगभग हाम्रो सुकिसकेको छ। अब माछा टिप्ने स्थितिमा हामी छौँ। अब हेरौँ कतिको सक्सेस हुन्छ। माछा चाहिँ सकिसक्यो भन्ने कुरा हो। यो सबै निकाल्ने हो र यो मुढा? यो मुढा निकालेर के साध्य लाग्छ त यहाँ? फाइनली गाइज माछा हामीले 1.5 घन्टाको उसपछि माछा मारिसकेका छौँ। अब तपाईँलाई त्यो माछा देखाउँछौँ थोरै। गाइज साथीहरू, माछा पहिलो दुवालीमा हामीले माछा यति मारेका छौँ। अब हेरौँ नेक्स्ट दुवालीमा कति हुन्छ। पहिलो दुवालीको उपलब्धि यति छ। गाइज अमला पनि भेटाइएको छ। अब अमला टिप्नेतिर लाग्छौँ हामी। अनि हेर्नुहोस्, म तपाईँहरूलाई अमला पनि देखाउँछु भनेको थियौँ। ल फाइनली पाइहाल्यो। 2 गेडा अमलाको ताकत कति हुन्छ भन्ने कुरो यहाँ अब हेर्नु होला। एकदम बाबा रसिलो अमिलो चट्ट परेको सोलिड चाहिन्छ नि भन्नु होला। मेरो हातमा 2टा छ। ल गाइज हामीहरू चाहिँ जङ्गलबाट माछा मारेर पनि फर्किसक्यौँ। अनि अमला पनि टिपेर ल्यायौँ। अब हामी यहाँबाट ठ्याक्कै लगाएर जस्ट 10-15 मिनटपछि काठमाडौँ प्रस्थान गर्दैछौँ। काठमाडौँ बेलुका लगभग 8 बजे 9 बजी पुग्छ। ओके बाई बाई। यो भ्लग पुरै हेरेर साथ दिनु होला। धेरै धेरै धन्यवाद।